हाई गाइज लासो फ्याफुला आजले बिहान बिहान हस्बेन्ड सुज लिनु भनेर फुटबलको, त्यही भएर चाहिँ हामी पहिला सुज लिन गयो अनि आएर चाहिँ ससेस बनाएर अनि पास्ता बनाएर खायो। अनि खाएर चाहिँ आज न्यू इयर हो नि त, त्यही भएर कतै घुम्न जानुपर्छ है भन्ने प्लान थियो। कहाँ जाने नि फिक्स थिएन। अनि फेरि यतिकैमा होस् दुबई मलतिर जाऊँ भनेर चाहिँ हस्बेन्ड र म चाहिँ रेडी भएर लाग्यो दुबई मलतिर। अनि त्यता बुर्ज खलिफा एरिया घुमौँ, यतिकै न्यू इयर मनाऊँ भनेर सोच्यो। छुट्टी पनि अनि दुबई जान छुट्टी भएपछि त फेरि दुबई जान रेडी भएर नाइ त भन्दैन क्या हस्बेन्डले नि। अनि हामी चाहिँ पुरै राउन्ड घुम्दा यति खुट्टा दुखेन होइन, यति ठुलो एरिया छ नि यहाँ होइन। जति हिँड्दा यस्तो खुट्टा दुख्छ फर्किने बेलासम्म। हालत खराब भएको थियो क्या मेरो फर्किने बेलासम्म। अनि हस्बेन्ड चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ, छिटो आऊ भनेर। उहाँ चाहिँ त्यति फोटो भिडियोहरू खिच्नु मान्नुहुन्न नि त, त्यति खिच्नुहुन्न। म चाहिँ धेरै खिच्छु नि त, त्यही भएर खिच्न लाउँछ भनेर अगाडि जाँदै हुनुहुन्छ। हस्बेन्ड चाहिँ कम बाठो छ होइन, त्यही हो। अनि पुरै राउन्ड पहिला हामी बाहिर घुम्यौँ। त्यस्तै हामी 5 बजीतिर पुगेको थियो। अनि 5 बजीतिर पुगेर ठिक्क भएको थियो, घाम नि थिएन त्यति, उज्यालो भयो नि, घामहरू थिएन नि त। घाम भएको बेला गर्मीले हिँड्नै सक्दैन थियो होला क्या। अनि फेरि बाहिर घुमिसकेर भित्र आयो हामी चाहिँ। अनि भित्र आएर यतातिर नि फोटो भिडियो बनाऊँ भनेर आयो। पहिला पनि गएको म चाहिँ, तर दिउँसो चाहिँ गएको थिएन, राति गएको थियो। राति बाहिरको भ्यू पनि राति नै हेरेको थियो, दिउँसो चाहिँ हेरेको थिएन। अनि दिउँसोको टाइममा गएको, दिउँसो मतलब साँझ। अनि वाउ यो फिस चाहिँ कस्तो राम्रो लाग्यो मलाई। अनि फिस टरेल पनि रहेछ यहाँ पुरै। हामी फिस पनि हेऱ्यो अब पुरै लास्टमा। पुरै यो एकै लहरमा हिँड्दो रहेछ कि, यो पनि कस्तो वाउ थियो क्या। तर भित्र जान चाहिँ टिकट नर्मली पनि 250 रहेछ कि एकजनाको, नर्मल पनि। अनि त्यही भएर भित्र पनि त्यही हो, टनलभित्र त हो होइन, त्यही नजिकै देख्दो रहेछ बाहिरबाट नि टन्नै। अनि हामी चाहिँ घुम्यो, जति देख्ने हेरेर चाहिँ हामी अब अलमोस्ट घुमिसकेर फर्केको। मेरो खुट्टा दुखेर हिँड्नै सकेको थिएन क्या। अनि म चाहिँ हिँड्न सक्दिनँ बुढो भनेर, मेरो अनुहारै कस्तो भइसक्यो थियो खुट्टा दुखेर। अनि अब चाहिँ जानुपर्छ रुमतिर भनेर हामी चाहिँ लाग्यो। हस्बेन्ड चाहिँ अगाडि अब छिटो आऊ है, म पुग्न सक्दिनँ, रुम पुग्नै पर्छ भनेर उहाँ चाहिँ अगाडि लाग्यो। यति नै हो मेरो आज छोटो घुमघाम भिडियो। बाई बाई गाइज।